सङ्गठनद्वारा आयोजित कार्यक्रममा यहाँ हामी समक्ष हुनुहुन्छ भैरववादका जरा र उहाँसँग भैरववादको अहिले जानकारी वास्तवमा यो जीवनलाई हरेक दृष्टिकोणबाट साहित्यमा प्रयोग गर्ने साहित्यकारहरूको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ। आसाम साहित्यमा काफी गाना भएको छ। भारतको विभिन्न राज्यबाट अनि नानीकी कहानीमा पनि नेपालीमा हाम्रा सुरुदी भएका सचिव समालोचनाबाट पनि जीवनलाई हेर्ने दृष्टिकोणहरू तरिकाहरू यसका समस्याहरूको बारेमा दुईटै जब एकैचोटि आउँछ तब चाहिँ कस्तो रूप लिएर रातको सब्जीमा अवचेतना जुन चाहनाले लगाइन्छ मानिसमा पनि स्थायी ईर्ष्या रिस करुणाहरू सबै त्यसरी भए पनि आउँदाखेरि भएर त्यो स्थायी भावहरू मिल्दाखेरि के कस्तो मानिसहरू पूर्वीय दर्शनको आचार्य भरतले व्यक्त गरेको 9वटा रसहरूमध्ये एउटा रस हो भनेर हामीले तपाईँले भनिदिएको मानवीय तर उनले चाहिँ 9वटा रस निर्माण सीमित गरेर र मानवीय चाहिँ व्यवहारहरू छन् अहिले देशको काम धेरै छन् गरेर हेर्नुभयो भने भएको नै छ। शारीरिक स्थिति सामाजिक अवस्था आर्थिक अवस्था उसको कानुनको अवस्थाले पनि भएमा पार्ने होइन कि मानसिक जीवनमा अब भनिनुहोस् कि तपाईँको कुनै पनि परिवारको मान्छेले सम्पूर्ण परिवारको मान्छेसँग सामना गर्न सक्दैन। हामीले पनि तपाईँको विद्यार्थी अवस्थामा भइरहेछौँ के कुराहरू मनलाई कुराहरू मञ्चमा गएर भन्न सक्दैनौँ। भाषाहरूलाई हामी के गर्छौँ भने नीति भन्नुला तपाईँको
उहाँहरूलाई धेरै कुराहरू हामी भन्छौँ सुरुमा पनि फेरि पनि भयो तपाईँको मञ्चमा गएर मान्छेहरू आएको हुन्छ बोल्नलाई तपाईँ एकछिन डर लागिसकेको हुन्छ कि मैले बोल्दाखेरि अब मेरो भाषण बुझिन्छ अब मलाई मान्छेले बोलाउँछन् भन्ने जुन अभिव्यक्ति छ अभिव्यक्तिका माध्यमबाट चाहिँ त्यसलाई अब हामीले ट्राफिकै भनेको कुरो डर र संशय मिलेर चाहिँ त्रासले जन्म दिन्छ त्यसैले भय र त्रास चाहिँ भिन्नै हो भन्ने कुरा कृष्ण प्रकाश तपाईँलाई के लाग्छ भय र त्रास भिन्नै हो भएर त्रास हुने भयले चाहिँ अलिकति बढी हुन्छ डरले चाहिँ अलिकति त्रास सन्तासहरू चाहिँ पर्यावरणमा नेपाली शब्दकोशहरूमा व्यक्त भएको पाउँछौँ तर अलिकति गहिराइमा जाँदाखेरि फरकको व्याख्यामा भएको स्रोतहरूमा सबैभन्दा पहिले त अर्थलाई मैले व्याख्या गरेको छु अहिले तपाईँले कुनै एउटा भूतलाई कसरी बुझ्नु भएको छ भूतलाई तर्साउने बुझ्नु भएको छ एउटा अवस्था रहन्छ भूतलाई राम्रो भनेर पनि हामीले कन्टेन्टमा सुन्ने गरेका छौँ र त्यस्ता धेरै कुराहरू छ तर निष्कर्षमा के हो भने अर्थको बनाउनु कसरी हुन्छ त्यो अर्थलाई समाजको व्यक्ति कसरी बुझ्छ समाजको व्यक्ति कसरी बुझ्दछ त्यसै कारण भूतको कुरा हामीले जोडाउनु गर्छौँ पश्चिममा जेकुला भन्ने कुरा हो जेकुलाको कुरा एउटा गरेर मान्छे गर्दैन त्यसले गर्दा त्यसको जनकहरू पनि फरक पर्दछ के भने अर्थलाई हामीले बुझेका छौँ अर्थलाई हामीले बुझेका छौँ भन्नुको मैले त भएको ब्राह्मण्डमा भएको हाम्रो जीवन चाहिँ भएको ब्राह्मण्डमा हुँदो रहेछ र हामी के काममा गर्दा मिल्ने चाहिँ ब्राह्मण्डको जुन पाठ हाम्रो भएको इतिहासहरूमा अनि हाम्रो तपाईँको हाम्रो भारतको सरकार र अमेरिकाको सरकारको राष्ट्रपति भारतले गर्नुवाली सानो कुरा हुँदाखेरि संसारको चर्चा हुन्छ प्रकृति त्यो लाउँछ नगरेको राज्यमा दिने यस्ता पनि सिद्धिन्छ उनीहरू कानुनलाई बढीभन्दा बढी उनीहरू आफ्नो चाहिँ हाम्रो भारतमा चाहिँ राजनेताले नेताले राष्ट्रिय नेताहरूले कानुनलाई आफ्नो बोझ्नु बोकेर हिँडेको अवस्थाले गर्दाखेरि यहाँका राज्यकाहरू छन् उनीहरू पनि राज्यको कानुनसँग डराउने हो भने भ्रष्टाचारहरू अलिकति कम्ती हुन्थ्यो र अपराधीहरू पनि कमी हुन्थ्यो भ्रष्टाचारको विषय गर्थ्यो हाम्रोमा चाहिँ र यो भारतको कुरा तुलना गर्दाखेरि हाम्रो ठुलो ठुलोहरू पेन्सन लगाइने पुग्छ पेन्सन राज्यको निजी लिन्छ नि तर यहाँनिर भने अपराधी अलिक अप्ठ्यारो छ हिँड्न सक्दैन हामीले थाहा पनि हो त्यसको एउटा कारण के भने यहाँको कानुन धेरै प्रभावकारी छ र कसैले बलात्कार गरेर धेरै ठुलो सजाय पनि छ र पुलिसहरू धेरै सक्रिय छ तर किन आउँछ तर यहाँनिर भएको हुनाले समाजमा देशमा साहित्य र दर्शन भएको हुनाले दर्शन भएको सबैजनाहरू छ साहित्यिक आन्दोलन र दर्शन हुनाले साहित्यिक आन्दोलनमा चाहिँ समय समय एउटा विचारलाई बोकेर पुगेको त्यसको एउटा सीमा हुन्छ त्यो सीमा पुरा भएपछि त्यो समाप्त हुन्छ नेपालले त्यो किनारी कृषि आवाज लाग्छ त्यो सबै किनारीको मान्छे केन्द्रमा गएर मिलिसकेपछि त्यो समाप्त भयो नेपालमा एउटा चाहिँ एउटा आन्दोलन छ त्यस्तो साहित्यहरू जब सन्तुलनमा आउँछन् राजनीतिक संरक्षण गर्न थाल्छ त्यो आन्दोलन दर्शन भनेको प्राणीहरू यसबाट नै आफ्नो छुट्टा जीवनलाई बनाउनको लागि मैले आमाको उदाहरण दिएँ आमा खुसी भएको कारणले कतिपय खुसीहरूको बनोट फरक छ कतिपय खुसीहरू कसरी गर्छ त मान्छेहरू पर्यटनमा जान्छन् गुवा गर्न जान्छन् सिनेमा हेर्न जान्छन् यी मान्छेहरू चाहिँ एउटा स्ट्रेसको अवस्थाहरू तनावबाट केही समयलाई मुक्त भयो तनाव कसरी बन्दछ भन्दाखेरि जिम्मेवारी परिवार जिम्मेवारी कामको बुझ्ने र अरू दायित्वहरूलाई तनाव हुन्छ तनावबाट अलिकति आफ्नो दिमागलाई शान्त आराम दिनलाई घुम्न जान्छ खेल्न जान्छ त्यसरी कुराहरू भएबाट
प्रत्यक्ष वा अप्रत्यक्ष समाजको लागि के भारतमा चाहिँ पहिलो सेटेलाइट खुसी लाग्यो मैले केही समय अघि सुन्नु पाएको थिएँ यदि च्यानल बारेर आज तपाईँमा प्रत्यक्ष हो र मलाई लाग्दछ च्यानलले यहाँका साहित्यकारहरू दार्शनिकहरू कलाकारहरूलाई चाहिँ स्थान दिँदै जान्छ समाजमा भएका त्यहाँदेखि निष्पक्षता प्रतिपक्ष मलाई लाग्दछ यी च्यानलले निष्पक्ष रूपमा पत्रकारिताको टेलिभिजनले आफ्नो इमान्दारीका हुन्छ त्यसलाई पुरा गर्दै जाँदाखेरि छ विशेष यहाँले पनि सफलताको र टेलिभिजनको सफलताको